ल हाम्रो फुर्बा भाइले यहाँनिर सबैजनालाई बसमा बिस्कुट बाँड्नु हुँदैछ। यात्रीहरू भोक लाग्छ होला भनेर सबैलाई बिस्कुट बाँड्नु हुँदैछ। हाम्रो फिलिप भाइले सबैजनालाई बिस्कुट बाँड्नु हुँदैछ। अहिले भने चाहिँ है हामी यहाँ पाक्योङको चर्चमा प्रवेश भइसकेका छौँ र यहाँ पाक्योङको चर्चको दृश्य चाहिँ अब म चाहिँ आज प्रथमचोटि आएको कारणले गर्दा यहाँको दृश्य चर्चको जुन चाहिँ बनावट छ है एकदमै सजावट छ, एकदमै सुन्दर यहाँ ढङ्गले भएको एउटा पवित्र स्थान रहेछ है। यो चर्च एकदमै राम्रो तरिकाले यहाँ देख्न पाइरहेको छ। एकदमै सुन्दर अनि शान्त वातावरणको चर्च भवन रहेछ यहाँ है। शान्त अनि पिसफुल भएको जग्गा तपाईँहरूलाई म यसको एकदमै भित्रीय दृश्य देखाउँदैछु। यहाँ चर्चको शान्त वातावरण भएको चर्च यहाँ पाउन सक्नुहुन्छ तपाईँहरूले। एकदमै कति मजाले सजावट भएको है। हाम्रो यहाँ उब्जिएका सयपत्री फुल जलमल्ल वेदीको अगाडि सजिएको हामी देखिरहेको छौँ। यसमा साँचो जीवित ईश्वरको उपस्थिति भएको अनुभव मात्र नभएर एकदमै रियालिटीमा प्रभुलाई पाएको महसुस गर्न सक्नुहुनेछ। अहिले भने चाहिँ हामी विशेष गरी अघि मैले भन्दै थिएँ बाटोमा है, हामी सिक्किमको एउटा प्रख्यात जग्गा एकदमै सबै कुरोले आशिषित भएको जग्गा पाक्योङ क्राइस्ट द किङ चर्चको आज चर्चमा आज हामी तीर्थयात्राको लागि गइरहेको छौँ भनेर भनिरहेको थिएँ। अहिले भने हामी यहाँ क्राइस्ट द किङ चर्च पाक्योङमा आइपुगेको छौँ। म क्राइस्ट द किङ चर्चको म दृश्य तपाईँहरूलाई देखाइरहेको छु है। यो चाहिँ हो पाक्योङको क्राइस्ट द किङ चर्च है। एकदमै यहाँबाट एकदमै हेर्नु लायक हामी धेरै कुरो एकदमै यहाँ पाक्योङको धेरै सुन्दर सुन्दर दृश्यहरू छ है। एकदमै यहाँ मुनि तपाईँको उयो पनि फुलेको रहेछ, पैँयु पनि मजाले फुलेको रहेछ है। यहाँदेखि उता चाहिँ अब पाक्योङको हामीले एकदम एयरपोर्ट देख्न सकिन्छ, तर अलिकति हेर्नु जाँदाखेरि यहाँ छोपेको छिलेको रहेछ है। हामीले त्यो तपाईँलाई देखाउन सक्छु, तर अहिले यहाँ के भन्छ धेरै छेलेको रहेछ। यहाँदेखि अगाडि चाहिँ हामीले पाक्योङको एउटा सिक्किमको है, पाक्योङ भनेर सिक्किमको एउटा एयरपोर्ट जुन सिक्किमलाई एकदमै एउटा सुन्दरताले भरिने राम्रो बनाएको एउटा सजिलो भएको जग्गा त्यहाँको एयरपोर्ट छ है। यहाँ मुनितिर एकदमै गाडी पनि कुदिरहेछ, पाक्योङ बजारहरू रहेछ, एकदम पाक्योङ बजारहरू रहेछ। एकदमै यहाँ हेर्नु रमाइलो, तपाईँहरू पनि आउनु सक्नुहुन्छ, हेर्नु घुम्नु रमाइलो, एकदम सुन्दरताले भरिएको जग्गाहरू रहेछ। यहाँ उतापट्टि हेर्नुहोस् मजाले फुलहरू पनि फुलिरहेको देखिरहेको छ। यो हो तपाईँको पाक्योङको क्राइस्ट द किङ चर्च। ल तपाईँहरूलाई अरू सबै भिडियोहरू मैले अलरेडी अगाडिबाटै तपाईँको मेरो पेजमा तपाईँहरूलाई अपलोड गरिसकेको छु। त्यो सबै सम्पूर्ण भिडियोहरू पूर्व योञ्जन मेरो ब्लगमा गएर तपाईँले सर्च गरेर हेर्न सक्नुहुनेछ। पाक्योङको सम्पूर्ण दृश्यहरू यहाँ तपाईँले पाउनुहुनेछ। हवस्, धन्यवाद। ल।